नमस्कार साथीहरू, धेरै समय अघिको कुरा हो। एउटा सानो गाउँमा एकजना हजाम आफ्नो परिवारसँग बस्थ्यो। ऊ स्वभावले निकै इमानदार र सरल थियो। आफ्नो मिहिनेतबाट जति कमाई हुन्थ्यो त्यसैमा ऊ सन्तुष्ट थियो। उसकी श्रीमती पनि निकै सुझबुझ भएकी महिला थिइन्। श्रीमानको थोरै कमाईलाई पनि उनले कुशलतापूर्वक घर चलाउन र बालबच्चाको हेरचाह गर्न उपयोग गर्थिन्। अभाव भए पनि उनीहरूको सानो संसारमा हाँसो र खुसीको कुनै कमी थिएन। हजाम आफ्नो काममा निकै निपुण थिए। उनको सिपको चर्चा सुनेर एक दिन शहरका राजाले उनलाई दरबारमा बोलाएर भने, भोलिदेखि तिमीले हरेक दिन दरबारमा आएर मेरो दारी कपाल काट्ने काम गर्नुपर्नेछ। हजामले खुसी हुँदै राजाको प्रस्ताव स्वीकार गरे। राजाले उनलाई दैनिक सेवा बापत एउटा सुनको मुद्रा दिने निर्णय गरे। दैनिक एउटा सुनको मुद्रा पाउनु हजामका लागि ठूलो कुरा थियो। यो देखेर उनकी श्रीमती पनि दङ्ग परिन्। घरमा सुख सुविधा बढ्न थाल्यो र हरेक महिना केही न केही बचत पनि हुन थाल्यो। उनीहरूको जीवन निकै सुखद ढङ्गले अघि बढिरहेको थियो। एक दिन साँझको कुरा हो। हजाम दरबारको काम सकेर घर फर्किँदै थिए। बाटोमा उनले एउटा रहस्यमयी आवाज सुने। त्यो आवाज एक यक्षको थियो। यक्षले भन्यो, हे हजाम, म तिम्रो इमानदारीबाट निकै प्रसन्न छु। म तिमीलाई सुनका मुद्राहरूले भरिएका 7वटा घैँटाहरू उपहार दिन चाहन्छु। के तिमी ती घैँटाहरू लिन्छौ? सुरुमा त हजाम अलि डराए, तर सुनका 7 घैँटाको नाम सुन्ने बित्तिकै उनकी मनमा लोभ पलायो। उनले तुरुन्तै भने, हुन्छ, म लिन्छु। यक्षले भन्यो, ठिक छ, ती 7 घैँटाहरू तिम्रो घर पुग्नेछन्। हजाम हतार हतार घर पुगे। नभन्दै उनको कोठामा 7वटा घैँटा राखिएका थिए। उनले खुसी हुँदै श्रीमतीलाई बोलाए र घैँटाहरू खोलेर हेर्न थाले। सुरुका 6वटा घैँटाहरू त सुनका मुद्राहरूले टम्म भरिएका थिए, तर 7औं घैँटो भने आधा मात्र भरिएको थियो। हजामले श्रीमतीलाई भने, चिन्ता नगर, अब हाम्रो जुन मासिक बचत हुन्छ त्यो हामी यो घैँटोमा हाल्नेछौँ। छिट्टै यो पनि भरिनेछ र हाम्रो बुढ्यौली निकै आरामले बित्नेछ। भोलिपल्टैदेखि हजामको जीवनशैली बदलियो। उनी आफ्नो कमाईको ठूलो हिस्सा त्यो 7औं घैँटो भर्नमै खर्च गर्न थाले। तर विडम्बना, त्यो 7औं घैँटोको भोक यति धेरै थियो कि जति पैसा हाले पनि कहिल्यै भरिँदैनथ्यो। बिस्तारै हजाम निकै लोभी र कन्जुस बन्न थाले। उनले श्रीमतीलाई घर खर्चका लागि पैसा दिन निकै कम गरे। घरमा अभाव सुरु भयो। बच्चाहरूको इच्छा मर्न थाल्यो। श्रीमतीले सम्झाउन खोज्थिन्, तर हजामको दिमागमा त केवल 7औं घैँटो भर्ने भूत सवार भएको थियो। घरको शान्ति हरायो र दम्पति बीच दिनहुँ झगडा हुन थाल्यो। हजाम सधैँ चिन्तित र रिसाहा देखिन थाले। दरबारमा हजामको अनुहारमा छाएको चिन्ता देखेर राजाले सोधे, के भयो हजाम, तिमी किन यति धेरै दुखी देखिन्छौ? हजामले महँगी बढेको बहाना बनाए। राजाले उनको पारिश्रमिक बढाइदिए। तर जति पैसा बढे पनि हजाम झन बढी चिन्तित देखिन थाले, किनकि बढेको सबै पैसा उनी 7औं घैँटोमै खन्याउँथे। अन्ततः राजाले लख काटेर सोधे, कतै तिमीलाई यक्षले ती 7 घैँटाहरू त दिएनन्? हजाम छाँगाबाट खसे झैँ भएर राजालाई सबै सत्य कुरा बताए। राजाले हाँस्दै भने, हे मित्र, ती 7 घैँटाहरू अरू केही होइनन्, ती त हामीमा हुने साक्षात् लोभ हुन्। त्यो 7औं घैँटो तिम्रो अतृप्त इच्छा हो, जुन कहिल्यै भरिने छैन। यदि तिमी सुख चाहन्छौ भने ती घैँटाहरू तुरुन्तै फिर्ता गरिदेऊ। हजामले आफ्नो गल्ती महसुस गरे र घर गएर यक्षलाई ती घैँटाहरू फिर्ता लगेर जान आग्रह गरे। घैँटाहरू हराउने बित्तिकै उनको मनको बोझ पनि हट्यो। उनी फेरि पहिलेकै जस्तो खुसी र सन्तुष्ट भए। उनको परिवारमा फेरि हाँसो फर्कियो। साथीहरू, यो कथाले आजको हाम्रो आधुनिक समाजको वास्तविक ऐना देखाउँछ। यो कथाबाट हामीले सिक्नुपर्ने मुख्य कुराहरू के छन् त आउनुहोस् बुदागत रूपमा यसको चर्चा गरौँ। 1. सन्तोष नै परम सुख हो। साथीहरू, मानिसहरूसँग जति धेरै हुँदै जान्छ उनीहरूलाई उति नै धेरै चाहिने इच्छा जाग्दै जान्छ। यो 7औं घैँटो भनेको हाम्रो असीमित इच्छा हो। यदि हामीसँग भएको कुरामा सन्तुष्ट हुन सकेनौँ भने हामी पनि जीवनमा कहिले खुसी हुन सक्दैनौँ। 2. साथीहरू, नेपालीमा एउटा उखानै छ नि, लोभले लाभ, लाभले बिलाप, लोभले मानिसलाई अन्धो बनाउँछ। हजामले 7औं घैँटो भर्ने चक्करमा आफ्नो वर्तमानको खुसी, परिवारको सुख र मानसिक शान्ति सबै गुमाए। त्यसैले साथीहरू, धेरै कमाउने दौडमा हामीले पनि आफ्नो परिवार र स्वास्थ्यलाई कदापि बिर्सनु हुँदैन। 3. साथीहरू, हाम्रो समाजमा अहिले देखासेकी र संग्रह गर्ने प्रवृत्ति बढ्दै गएको छ। भौतिक सुखले क्षणिक आनन्द त देला, तर मानसिक शान्तिका लागि इच्छा र आवश्यकता बीचको भिन्नता बुझ्न अति जरुरी छ। समग्रमा साथीहरू, हामीले आफ्नो कर्म गर्नुपर्छ र मिहिनेतको फलमा रमाउन सिक्नुपर्छ।
अरूको देखासिकीमा वा असीमित धनको लोभमा फसेर आफ्नो जीवनको वास्तविक सुगन्ध र शान्तिलाई नष्ट गर्नु हुँदैन। साथीहरू, तपाईलाई यो जानकारी कस्तो लाग्यो? आफ्ना अमूल्य विचारहरू कमेन्ट गर्न नभुल्नुहोला। साथै लाइक, कमेन्ट, शेयर गरी हामीलाई फलो गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। नमस्कार। जय नेपाल।